एप्पलले प्रस्तुत गरेको नयाँ आइफोन 17 प्रो भन्नुको अर्थलाई नयाँ तरिकाले परिभाषित गर्ने इन्जिनियरिङ र डिजाइनको असाधारण नमुना। ठोस एल्युमिनियमबाट बनेको यसको युनिबडी संरचना केवल सुन्दर मात्र होइन, यसमा राखिएको सबैभन्दा ठूलो ब्याट्रीले अबसम्मकै लामो ब्याट्री लाइफ दिन्छ। यसलाई एप्पलले निर्माण गरेको सबैभन्दा शक्तिशाली चिपले चलाउँछ, जसलाई नयाँ थर्मल सिस्टमले दक्षतापूर्वक चिस्याउँछ। यो केवल स्मार्टफोन होइन, यो सृजनशीलता र उत्पादनशीलताको नयाँ शक्तिशाली उपकरण हो। क्यामेरा र कुलिङ सिस्टम। यसमा नयाँ फुल विथ क्यामेरा प्लेटफर्म छ जुन एन्टेनासँग सहजै एकीकृत हुन्छ। आइफोनको लागि बनेको सबैभन्दा शक्तिशाली चिप यहाँ छ, विशेष गरी एप्पल इन्टेलिजेन्सका लागि। तर शक्ति मात्र पर्याप्त छैन, यसलाई व्यवस्थापन गर्न एप्पलले तयार पारेको छ एकदमै नयाँ कुलिङ सिस्टम। लेजर वेल्ड गरिएको भेपर च्याम्बरमा डिआयोनाइज्ड वाटर तरल र ग्यास बीच घुम्छ, जसले तापलाई छिट्टै युनिबडीभरि फैलाउँछ। यसले तपाईलाई निरन्तर प्रदर्शन बिना कुनै अवरोध सुनिश्चित गर्छ। टिकाउपन। अब सेरामिक शिल्ड अगाडि र पछाडि दुवैतर्फ। डिस्प्ले पहिलेको भन्दा 3 गुणा बढी स्क्रैच रेजिस्टेन्ट। यो फोन दैनिकी प्रयोगका लागि मात्र होइन, कडा परिस्थितिमा पनि टिक्न तयार छ। सिनेम्याटिक क्यामेरा र डिस्प्ले। आइफोन 17 प्रो एप्पलले कहिल्यै बनाएको सबैभन्दा सिनेम्याटिक क्यामेरा। प्रोरेज र भिडियो, अझ ठूलो टेलिफोटो सेन्सर र 8x अप्टिकल क्वालिटी जुम। तपाईले कहिल्यै नदेखेको जस्तो विवरण र स्पष्टता। यसमा छ अबसम्मकै उज्यालो डिस्प्ले प्रोमोशन टेक्नोलोजी सहित, जसले 120 हर्ट्जसम्म रिफ्रेश रेट समर्थन गर्छ। हरेक सामग्री झन जीवन्त। उन्नत क्यामेरा क्षमता। अब सबै तीनै क्यामेरा 48 मेगापिक्सेलका। नयाँ टेलिफोटो लेन्सले पोर्ट्रेट र एक्सन फोटोग्राफी दुवैलाई उचाल्छ। आइफोन 17 प्रो पहिलो फोन जसले जेनलक टेक्नोलोजी दिन्छ। हलिउड स्तरको इफेक्ट अब तपाईको हातमा। 18 मेगापिक्सेल फ्रन्ट क्यामेराले तपाई र वरिपरिका सबैलाई समेट्छ। सेन्टर स्टेजले समूहको हरेक अनुहारलाई फ्रेममा ल्याउँछ। अन्तिम प्रो यो हो आइफोन 17 प्रो। सबैभन्दा शक्तिशाली चिप, सबैभन्दा लामो ब्याट्री लाइफ र एप्पलको अहिलेसम्मकै सिनेम्याटिक क्यामेरा। एप्पलले यसलाई नाम दिएको छ दि अल्टिमेट प्रो, आइफोन 17 प्रो।